साथीहरू नमस्कार, गुड मर्निङ है। तपाईँहरूलाई चाहिँ अहिले मैले यो अमेरिकाको गतिविधि देखाइरहेको छु। यो बिहान पखको हेर्नुहोस् त, एकदम हुस्सो लागेको छ है, एकदम हुस्सो लागेको छ है। चिसो एकदम बढेको छ। एकचोटि त हिउँ परेर पनि फेरि रोकिएको छ र फेरि पनि एकदमै जाडो छ धेरै जाडो छ है। यसो एक्सर्साइज गर्न जाऊँ न त भनेर यसो क्लबतिर निस्कियो। हेर्नुहोस् यस्तो हुस्सो छ कि कुरै छोडिदिनुहोस्। तपाईँहरू पनि एकदम आफ्नो चाहिँ ड्राइभ गर्दाखेरि चाहिँ होइन, मैले यो भिडियो चाहिँ फेरि तपाईँले चाहिँ खोइ त सेभ गरेको, तपाईँ चाहिँ सेभ हुनुपर्छ भन्नु होला होइन। हो म पनि सेभ हुनुपर्छ, म सेभ भएरै बसिरहेको छु साइडमा होइन। तर तपाईँहरूले चाहिँ एकदमै यो मौसम होइन, एकदम डेन्जर छ। हेर्नुहोस् एकदमै हेर्न सक्नुहुन्छ तपाईँहरू। यति हुस्सो लागेछ कि यति हुस्सो छ। हेर्नुहोस् त, यति हुस्सो छ यस्तो। हेर्नुहोस् तपाईँहरूको पनि कोही बिहान चाहिँ यसो निस्किनु हुनेछ भने चाहिँ तपाईँहरूले चाहिँ भन्नुहोस्, सेयर गर्नुहोस्, अलिक केयर गर्नुहोस् है भनेर। नेपालबाट हेर्नुभएको छ भने पनि, यता तपाईँहरूको परिवार हुनुहुन्छ भने पनि भन्नु होला। एकदमै सुरक्षित तालले ड्राइभ गर्नु, अलिकति राम्रोसँग जानु भनेर चाहिँ भन्नु होला, सम्झाउनु होला। प्रत्येक घुम्तीमा चाहिँ परिवारको याद आउँछ भने जस्तै यो पनि यही हो नि। हो हेर्नुहोस् त, यस्तो केही देखिँदैन ल। हेर्नुहोस्, देख्नुभयो नि, केही देख्नु भएको छ त तपाईँहरूले राम्रोसँग, एकदम क्लियर केही देख्नु भएको छ त? एकदम गाह्रो छ। अझै कस्तो कस्तो घुम्तीहरू आउँछ हेर्दै जाउँ होइन। धेरै अप्ठ्यारो बाटोहरू छ, गाडी चलाउनु चाहिँ एकदम अप्ठ्यारो हुन्छ। हेर्नुहोस् अब मेरो लाइट बल्यो, हामी सर्लक्क लाएर जान्छौँ। हेर्नुहोस् कस्तो हुस्सो छ, देख्नुभएको छ नि तपाईँहरूलाई। यो हुस्सोले गर्दाखेरि चाहिँ एकदम चलाउन तपाईँहरूलाई धेरै गाह्रो हुनसक्छ। हेर्नुहोस् केही देखिँदैन, के गरी मान्छे क्रस गऱ्यो भने पनि देख्ने कन्डिसन छैन, धेरै समस्या छ। उही त हो, नेपालमा नि योभन्दा त कम त हुँदैन थियो नि त होइन, भन्नुहोस् त के हुन्थ्यो। हेर्नुहोस् केही देख्नुभएको छ त? यो त कहाँ भित्र छिरे जस्तो देख्नुभएको छैन। एकदम छामेर हिँड्नुपर्छ। हेर्नुहोस् पत्लाइएको जङ्गल जस्तो छ कि छैन भन्नुहोस् त। शुभ बिहानी तपाईँहरूको गुड इभिनिङ भएछ होला। एकदमै बाटोको तपाईँहरूलाई चाप देखाइरहेको छु मैले होइन। हेर्नुहोस् त, केही देख्न सके भए त मैले त साइडबाट। हेर्नुहोस् कतिको स्पिडमा जाने भनेर लेखाएको छ, त्यो पनि देखाएको छैन। खोलाको छेउमा आयो, त्यो पनि केही पनि देखाएको छैन। पर लाइट छ तर धमिलो छ, भएन भन्नुहोस् त। नजिक आएपछि चाहिँ अलिअलि देखिन्छ। तपाईँलाई कहाँ गइरहेको जस्तो लाग्छ त कमेन्ट गर्नुहोस् त मित्रहरू। मलाई त कहाँ गुफाभित्र छिरे जस्तो भइरहेछ। केही देख्नुभएको छ त? अगाडि गाडी छरेछ।
बरु एकदम गाडी चाहिँ धेरै राम्रो चलाउनु छ है मित्रहरू। तपाईँहरू सिकाएर हुनुहुन्छ भने पनि एकदम राम्रोसँग चलाउनु होला, एकदम ध्यान दिनु होला। हेर्नुहोस् त के देखेको छु भयो त के। के देखा भयो त के। हामी यताबाट यस्तो लाग्छौँ, के देखा छैन हेर्नु। तपाईँले एकदम हेर्नुहोस् है राम्रोसँग। तपाईँहरू चाहिँ यो स्टप साइन लेखा छ नि, हेर्नुहोस् स्टप साइन छ नि,